आगोलाई पानीले निमाउने हो। मानौ कि त्यो एकछिनको लागि आगो बनेर बसिरहेछ बिरामी, म आगो म जसलाई नि खान्छु हान्छु ठोक्छु भन्छ। मैले पानी सम्झेर यसमा चाहिँ पुरै महादेव भगवानको जट्टा लट्टाबाट चाहिँ 108 जट्टाबाट चाहिँ गङ्गा सरर झरेर ल्याएको गङ्गालाई झ्याप चामल सम्झेर चाहिँ त्यो आगो बनेर बसेछ। मैले पानीले झ्याममा हान्दा त्यो नर्मल हुने गयो नि त। हो मान्छेले किन चामल झाँक्रीले ठोक्यो भन्छ क्या, यो झाँक्री बौलाए क्या, भात खाने चामल ठोक्यो भन्छ। मैले चाहिँ एकछिनको लागि मानौ कि यसरी समाएँ, इन्द्रको वज्र समाएँ, मैले फेरि समाएँ, शिवको त्रिशूल समाएँ, मैले फेरि समाएँ, विष्णुको चक्र समाएँ, मैले फेरि समाएँ, राम लक्ष्मणको धनु सम्झेर चाहिँ ठोक्छु म बिरामीलाई। जब त्यो बिरामीलाई ठिक पार्ने गरी उसको शरीरको भूत प्रेत उसको शरीरमा चाहिँ नराम्रो चिज छ, मलाई खाना आइरहेको छ, मलाई पनि हेरिरहेको छ यत्रो आँखाले, मैले पनि त्यसरी हेरिरहेको छु। ओहो यसले के गर्छ, फट गर्छ। उनीहरू चाहिँ चामल त्यत्तिकै खाने त्यत्तिकै ठोक्यो भन्ने हुँदो रहेछ। यो सबैले सिकाउँदैन, एउटा ज्ञान हुन्छ। म केमा बसेको छु, यो सिंहासन हो, 7वटा नाकको टाउको माथि राखेको छु, वरिपरि सिंगार आज